नमस्ते, म नारायण गुरुङ अर्थात् मलाई नयन गुरुङ भनेर नै चिन्छन्। मैले चाहिँ एउटा अति आवश्यक चिज चाहिँ मेरो हातमा पर्नु गएकोले गर्दाखेरि मैले फेसबुक मार्फत जानकारी गराउँदैछु। के चिज भन्दाखेरि यो मङ्सिर 15 गते हाम्रो आठै सङ्क्रान्ति बजार झाँक्री गुफामा सिलाङ सागमाको उद्घाटनको क्रममा एकजना त्यहाँ चाहिँ आउनु भएको रहेछ। हाम्रो एकजना साथी हुनुहुन्छ, उहाँको नाम म भन्ने नै छु। त्यहाँ जाने क्रममा चाहिँ मेरो घरमास्तिर रोडमा चाहिँ भनौँ न, उहाँ गाडीमा हुनुहुन्थ्यो, बाइकमा हुनुहुन्थ्यो, त्यो चाहिँ थाहा भएन। अति आवश्यक चिज चाहिँ झरेको रहेछ बाटोमा र बच्चाहरूले खेलाइरहेको क्रममा चाहिँ बाबुले चाहिँ यो चिजहरू यसरी गर्नु हुँदैन बाबु भनेर चाहिँ मागेर चाहिँ बाबुले मलाई जिम्मा दियो र त्यही दिन नै फोन पनि गरेर रहेछ बाबुले, यस्तो यस्तो चिज भेटाएको छु, सम्पर्क गर्नु होला, म यसरी छु भन्दा हुन्छ भनेर चाहिँ भनेको छ। खामलालुङ होटल भन्थ्यो अरे, फोन पनि गरेर रहेछ। त्यहाँ होटलमा चाहिँ कार्ड पनि रहेछ। अनि त्यो त्यहाँ चाहिँ कार्ड भएकोले गर्दाखेरि फोन गरेर रहेछ, तर आएन सम्पर्कमा। कोही नआएपछि मैले चाहिँ पसलमै छोडिराखेँ। कसै लिनु आयो, कसै खोज्दै आयो भने यो चिज जिम्मा लाउनु होला, किन नम्बर भएको भए त सजिलै हुन्थ्यो। तर त्यो होटलको पनि नआएपछि सम्पर्क नै भएन, नभएपछि अब अनावश्यक होइन त्यस्तो चिजहरू भन्ने कुरो, जोसुकैलाई दिने कुरो पनि भएन। त्यही भएर मैले राखिराखेँ। अनि आउँछन् होला भन्दा मैले सोधिराखेँ, आएन, कसै पनि आएको छैन, तरै पनि सुरक्षित राखिदिनु होला भने। र मैले चाहिँ यो हिजो फेसबुक हेर्ने क्रममा चाहिँ मैले उहाँको एकैचोटि उसमा चाहिँ अनलाइन, यो तिनचुरे अनलाइन के भन्ने एउटा युट्युब छ, उहाँबाट चाहिँ मैले इन्टरभ्यू दिइरहेको देखेँ कि। अनि त्यो भएपछि मैले फोन पनि गरेँ हतार, यस्तो यस्तो फल्ना फल्ना नामको यसरी दिँदैछ, हो कि होइन भनेर भने। मैले हो भनेर भने, अनि मैले लु सुरक्षित राखिदिनु होला भने मैले उहाँदेखि सम्पर्कहरू नम्बरहरू उहाँसँग पनि गरेँ, कुरा पनि सबै भइसक्यो। त्यही भएर चाहिँ मैले हो होइन भनेर चाहिँ कतिको विश्वास हो होइन भनेर चाहिँ उहाँले भनेअनुसार त्यो चिजको कलर पनि म देखाउँदैछु, हेर्नुहोस् होला, यही कलर हो उहाँले भन्नुभएको। यहाँभित्र भएको चिजहरू मैले त्यही भएर, किनभने मैले पनि उस गर्न चाहेँ होइन, अब भोलि गएर बा त्यस्तो हो कि होइन भनेर। अनि मैले उहाँसँग कन्ट्याक्ट गरेँ, राम्रो सम्पर्क भयो, हो रहेछ मैले। अनि यो चिजबाट पैसा चाहिँ छैन है, फेरि उहाँले भन्नुभयो पैसा बोकेको छुइनँ, पैसा बोकेको छुइनँ भन्नुभयो। कति छ पैसा भन्दा 50 रुपियाँ भन्नुभयो, ठिकै हो 50 रुपियाँ छ। अनि त्यहाँदेखि हङकङको डलर छ, कति छ भन्दाखेरि 500 भन्नुभयो, 500 रुपियाँ छ हङकङको डलर है। अरू उहाँको फोटो छ, म फोटो पनि देखाउँदैछु तपाईँहरूलाई। फोटो उहाँ नै हो, उहाँको नाम चाहिँ टेकनाथ नै भन्नुभयो होला, म देखाउँदैछु तपाईँहरूलाई है। यहाँ चाहिँ अति इम्पोर्टेन्ट के, यो चिज नहुँदा हङकङ आइडी भनेपछि हेर्नुहोस् गाह्रो हुन्छ। पहिला पहिला आइडी किनबेच होइन, कति गाह्रो हुन्थ्यो हेर्नुहोस्, आइडी पाउनु गाह्रो छ। लिम्बू टेकनाथ चाहिँ रहेछ है त उहाँको नाम, लिम्बू टेकनाथ रहेछ। हेर्नुहोस् यस्तो चिजहरू छ उहाँको, यो चिजहरू छन् उहाँको। यही हो कि अब म चाहिँ जान्दिनँ, हेर्नुहोस् हङकङ आइडीहरू बा एटिएम कार्डहरू पनि हुनसक्छ। लिम्बू टेकनाथ भनेपछि यो चाहिँ होला हौ हङकङ हो, यो चाहिँ रहेछ। लु हेर्नुहोस् त, यिनीहरू रहेछ ल हङकङको आइडीहरू। यो चाहिँ उहाँ टेकनाथ। लु उहाँको यस्तो इम्पोर्टेन्ट चिज चाहिँ यो बेगर चाहिँ उहाँ फेरि हङकङ जानै नमिल्ने के, हेर्नुहोस् न। अनि झन्नै बच्चाहरूले भेटाएन रहेछ, हेर्नुहोस् बच्चाहरूले चाहिँ उ गर्दैको यस्तो चिजहरू भनेको सुरक्षित बोक्नुपर्छ, हङकङको आइडी भनेको घरमा राख्नुपर्छ, हेर्नुहोस्। किनभने यस्तो यस्तो इम्पोर्टेन्ट चिज भनेर बोकेर हिँड्दाखेरि यसरी पसमा बोकेर हिँड्नु हुँदैन। उहाँसँग मेरो सम्पर्क भइसक्यो र यति छ, हेर्नुहोस् मैले सबैमा जानकारी गराएँ। उहाँलाई चाहिँ म यो चाँडै नै उहाँलाई जिम्मा दिँदैछु। उहाँसँग सम्पर्क भइहाल्यो। र यस्तै यस्तै अरू पनि जो कोही साथीहरूले यसरी नै यस्तो इम्पोर्टेन्ट सामानहरू भेट्नु भयो भने उहाँहरूलाई जिम्मा दिनु होला।
किनभने यति खुसी हुनेछन्, उहाँ यति खुसी हुनुहुन्छ कि आज यसले गर्दा त नभए यो आइडेन्टिटी बेगर त उहाँलाई त हङकङ जानै नमिल्ने रहेछ नि त, यो नभेटेको भए। धन्न, हेर्नुहोस् उहाँको भाग्य राम्रो रहेछ, भेटेको छ, मसँग सुरक्षित छ। मैले सबै फेसबुक मार्फत सबैमा जानकारी गराएँ। उहाँको फ्यामिलीहरूलाई पनि कति टेन्सन थियो होला, खुसी हुनुभयो होला होइन मसँग। यो मैले फोन गरेपछि उहाँ यति खुसी हुनुहुन्थ्यो कि बिचरा सिधा सिधा हुनुहुँदो रहेछ, हाम्रो खामलालुङकै हुनुहुँदो रहेछ। ल त हस् त, सबैमा धन्यवाद है त, थ्याङ्क यू।